आज चाहिँ राष्ट्रिय जनसहयोग कलेजले फर्स्ट इयर सेकेन्ड इयरलाई भेला पारेर टुर लाने सल्लाह अलिक अगाडिदेखि नै गरिरहेको थियौँ। फाइनली आज टुर जाने टाइम नै मिल्यो र हामी चाहिँ टुर गइरहेका छौँ। धरान भेरेटार हुँदै हुँदै गयौँ। हामी चाहिँ भेरेटारसम्मको चाहिँ मैले भिडियो बनाएन। भेरेटारदेखि उँधो लागेपछि पारिको डाँडाहरू देखिएपछि चाहिँ मलाई भिडियो बनाउन लाग्यो। त्यस कारणले मैले चाहिँ भिडियो बनाउन थालेँ। भिडियो बनाउँदै झर्दै गर्दा एकदमै राम्रो ठाउँ देखिरहेको थियो। तर बसभित्रको माहौल नै एकदमै रमाइलो भइरहेको थियो। फर्स्ट इयरको बहिनीहरू चाहिँ एकदम पछाडि नाचिरहनु थियो, गीत गाइरहनु थियो। अनि हामी चाहिँ म चाहिँ भिडियो बनाउनु गइहालेँ। मेरो साथी चाहिँ गीत गाउँदै थिइन्। कोही चाहिँ भिडियो बनाउँदै फोटो खिच्दै गर्दै थिए, कोही गीत गाउँदै नाच्दै गर्दै थिए। म चाहिँ भिडियो बनाउनमा व्यस्त थिएँ। घरि बसभित्रको घरि बस बाहिर नि टाढा सँगसँगै कतै हिमालहरू पनि देखिरहेको थियो। मलाई चाहिँ बाहिरको वातावरण एकदमै मनपर्छ। बाहिरतिरको भिडियोहरू बनाएको छु। हिमाल चाहिँ कस्तो नदेखिए पनि अनि भिडियोहरू बनाउँदै तल झरेर फेरि माथि चढेर तल एकदमै रमाइलो आउँदा जाँदै तिम्रै बाटो त्यसपछि हामी पुग्यौँ खाजा खाने ठाउँ। मेजिङ होमस्टे झर्न जाने बाटो पनि छ। खाजा तल नदीको नि भिडियो त बनाएको थियो मैले, तर यहाँ चाहिँ छोटो भयो। बहुत भक्तुमा